हमरो घर आयो भने बाँसुरी दिएछौ बाँसुरी दिएछौ हमरो घर आयो भने बाँसुरी दिएछौ बाँसुरी बजाऊ कन्हैया तिमीलाई जान दिँदैन हाम्रो घर आउने कन्हैया जान दिँदैन तिमीलाई जान दिँदैन बताई गयो रे छोरो गुवालको सानो छ खालि आफ्नो ठाउँमा राख्नु हामीले त्यो पनि गऱ्यौँ। ठिक छ, त्यसो भने एक काम गर, घरमा नराख, हामीले त्यो पनि गऱ्यौँ। अब कन्यादान दिन यी सबै कारणले गर्दा हजुरहरूलाई बोलाइएको सबै मिलाएर भन्दा के भन्छन्? चोरी गरी दुनियाँमा सोना भगवान की जय जय श्री राधे श्याम।
कृष्ण बेटिङ लाइनमा आउनुभएको छ, बेट लाइनमा पर्नुभएको छ। भगवान् श्रीकृष्ण उतापट्टिबाट मनसुका सखा जो आएका छन् उनीहरूले बेट घुमाएर बल जस्तै घुमाएर लगाउने बित्तिकै भगवान् श्रीकृष्णले आफ्नो बेट जस्तै थापिदिनु भयो, तर त्यो पालि रान कुनै भएन। त्यही बेला भगवान् कृष्णले जस्तै घुमाएर बल घुमायो, त्यही बेला भगवान् कृष्णले हाल्नुभयो जोरदार छक्का। बोले कहिले काहीँ स्टेडियमबाट भाग्छ गएको नि बलहरू पुऱ्याइदियो भन्दाखेरि छक्का भयो त जान्छु। दौडेर जानुभयो, भगवान्ले सबै त छोडिदिनु, दौडेर जानुभयो। त्यो एउटा कदमको रूप ढल्केको छ, कदमको रूप ढल्केको छ, सिधै गरेर चढ्नु भएछ। अब हो किनभने नि ताण्डव नृत्य भनेको उफ्रिनु पर्ने हो कि होइन, त्यो ताण्डव नृत्य आरम्भ गरिदिने कसरी आरम्भ उनीहरूलाई पनि नयाँ प्राण भेटे जस्तो नगरबाट आनन्दित भए, गदगद भए। कसैले भन्नु तिम्रो तल पाउको तल हेर सर्प छ, भागो भागो भगवान् भन्नुहुन्छ म भाग्नु होइन, यिनीहरूलाई भगाउने हो। नाग पत्नीहरू आएर प्रार्थना गर्न लाग्यो, इमान कष्ट आने साबन नुहारी हे नाग पत्नीहरूले खुब काकुती मिनती कहिले भगवान् कृष्णको शरत हेरिदियो, त्यो कष्ट हामी हज गरेर आमाको पछि लागेर कुद्ने जो साना बालकहरू अरे आमाको पछि लाग्न छोड्छन् अरे। पनघटमा गएका गोपिनीहरूले पानी उगाउन बिर्सिन्छन्। अब पूजा प्रारम्भ उठिदिनु, जजमान जानु, यजमानहरू जानु अगाडि। पूजाको सामग्री आचार्य गुरुले पूजा गराउनुहुन्छ। भगवान् श्रीकृष्ण गोवर्धनको रूपले प्रकट हुनुभएको छ। बोले गिरिराज महाराज की जय हो। गंगम राधा मुकुंद युगलम तदहम नमामि, ध्यानं समर्पयामि, मुखे याचकं समर्पयामि गिरिराजाय नमः, पुनराचकं जलं समर्पयामि गिरिराजाय नमः। दुग्धस्नानं दुग्धे स्नानं करायिनो समर्पयामि, शुद्धोदकस्नानन्ते दधिस्नानं कैले स्नानं करायिनो। ओम दधि ग्रामनो कार्यक्रम हितरो सेवाविनो सुरत पुनः शुद्धोदकस्नानं समर्पयामि गिरिराजाय नमः। ओम मधुवातारिताय दे मधुक्षन्तिसन्दवा माधुरिना सन्तोगते मधुनक्तमतो गजो मधुमत्पादिवग् मधुस्नानादि पुनः शुद्धोदकस्नानम्। ओम सिद्धबालः शुभसिद्धबालः मणिबालः तदासिनः श्वेता श्वेताक्षरस्ते रुद्राय पशुपते कायणाय जामौलिता रुद्रानभोरूप पार्जन्यः ते साध्यो प्रसादेवन्तः वस्त्रोवस्त्रान्ते यज्ञोपवीतम्। ओम यज्ञोपवीतं परमं पवित्रं प्रजापतिर्यच्छादं पुरस्तात् आयुष्यमुग्रं पतिमं च शुभ्रं यज्ञोपवीतं बलमस्तु।
सिंधुरादि नाना परिमलद्रव्यान्ते सुगंधि द्रव्यं ओम त्र्यंबकं यजामहे सुगंधिं पुष्टिवर्धनं नवोर्पारुकमिव वन्द्रं मृत्युर्मुक्षीय वायुश्च प्राणस्य मुखात् निर्जायतः दीपांते हस्तो वृक्षान् प्रकारको तुलसी पत्र लगाएर अर्पण गरिदिनु भगवानलाई नाभ्यासेदन्तरिक्षगुं शीतोडु समवर्तत पदव्यां भूमिते सहस्रोत्रा तथा लोकान् कल्पयन् नैवेद्यं वेदयामि नानाविधं नैवेद्यन्ते आचमनीं जलं समर्पयामि श्रीगिरिराजाय नमः अखण्डरितफलं समर्पयामि अखण्डरितफलान्ते मुखवासार्थे लीलालक्ष्मीसेतुं भोगिफलं समर्पयामि ताम्बूलपान ओम चतुर्केण विकादेव जन्मतन्वतरिषिकास्तानिखण्डिनाते कागंशासयोजनेवदन्वानितन्मसि अवरसदय पूरयन् गोपवृन्दै वृन्दारण्यं शबद्रमणम् वर्षा गरौ सम्पूर्ण यति वर्षा गरौ कि सारा प्रजा देउसै मेरो जस्तो भयो अब के हुने भयो भनेर सबै गरेर भात तल लानुहुन्छ र सरकै गोवर्धन पर्वतलाई भगवानले आफ्नो कान्छी अमरमा उत्पत्ति गरेर भगवान गिरिधर भगवान की भगवानले गिरी भनेको पर्वत उठाउनले गर्दा नाम रह्यो गिरिधारी परिक्रमा गरौँ त्यहीँबाट है मनले नै गरौँ सबैजना उठेर भगवानको खूब आनन्द लिनुहुन्छ राधे राधे तो गोवर्धन को जाऊं मेरे वीर नाय माने मेरो मनवा तो गोवर्धन नाय माने मेरो मनवा नाय माने मेरो मनवा हम मरवा हम तो गोवर्धन को जाऊं मेरे वीर नाय माने मेरो मनवा की पाव जलेगी कारियनी की पाव जलेगी मनवा नाय माने मेरा मनवा मनवा नाय माने मेरा मनवा नाय माने मेरा मनवा मनवा नाय माने मेरा मनवा
सागर तेरी मूर्ति तेरी आरती करुण करो नाम मेरी तारू भगवान करुण करो कष्ट हरो ज्ञान दो मेरी तारू भगवान ने दर्द की दवा तुम्हारे पास है मेरा सागर तेरी मूर्ति उतारूं गिरधर तेरी जिंदगी जब तेरे नाम कर दिए अर्पण सब कुछ है तेरा कुछ नहीं मेरा सब कुछ है तेरा कुछ नहीं मेरा उतारूं मैं भगवान तेरी आरती पुकार भक्त तेरे द्वार करते हैं पुकार दास माधव गाय तेरी आरती तेरी आरती राधे कृष्ण राधे 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 श्याम 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 राधे 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 श्याम 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 राधे 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 कृष्ण 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 राधे 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 श्याम 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 राधे 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 कृष्ण 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 राधे 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 श्याम 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 राधे राधे देवाः शान्तिर्ब्रह्म शान्ति सर्वगुण शान्ति शान्तिरेव शान्ति सामा शान्तिरेधि हृदयारविन्दे भवं नमामि सहितं नमामि नमस्ते सिंह चढ़े गजगामिनी गरुड़ चढ़े भगवान हरि ओम शांति 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 मंत्र पुष्पांजलि में समर्पयामि पुराण पुरुष विनायक श्री गणेश भगवान को लक्ष्मी नारायण भगवान को माता को हनुमान जी महाराज को श्रीमद् भागवत महापुराण को वेदव्यास जी महाराज को नारद जी महाराज को वृंदावन बिहारी लाल को राधा रानी को वैदिक हिंदू सत्य सनातन धर्म को ओम नमः पार्वती पतये हर 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 महादेव शंभो पारिए को बनिएको प्रसाद वितरण कक्षमा गएर कृपा गरेर प्रसाद लिएर मात्र आफ्नो गन्तव्य स्थानमा हजुर जानुहुनेछ। कथा पाण्डालमा महात्माको कथा भजन संकीर्तन र ज्ञानमालाको आनन्द लिनुहुन सबै भक्तहरू फेरि आइदिनु हुनका लागि निवेदन गर्दै सबैलाई राधे।